5 किलोको कटहर आज हामीले पातमा हालेर खायौँ। महँगाई कति हो, एकदमै महँगो परेको थियो कि साथीहरू। यो कटहर चाहिँ बाबाले किनेर ल्याउनु भएको थियो, सिजन पनि भइसकेको थियो नि त खाने। अनि एकदमै खाम भएको थियो सबैलाई। अनि बाबाले चाहिँ किनेर ल्याउनु भएको थियो के। यत्रो ठुलो मोटो थियो नि, अनि खोया पनि एकदमै राम्रो थियो के। यो काट्दा चाहिँ नि पुरै चोप लाग्छ के, त्यही भएर तेल लाएर गर्नुभएको थियो मम्मीले। अनि कसले भाँडा माझोस् होइन, पातमा टक्क लाएर अर्ग्यानिक भाँडामा खाइयो। अस्ति ल्याउनु भएको थियो क्या, आज चाहिँ ठिक्क पाके रहेछ। आमाले खानुभयो, बाबाले खानुभयो, मेरो दिदी दाई मैले खायौँ। पहिला चाहिँ मेरो गाउँघरमै फल्थ्यो क्या, आजकल चाहिँ फल्दैन क्या हाम्रो गाउँघरमा। अनि जे पनि किनेर खान पर्ने भएको छ। यसपालि हजुरहरूले कटहर खानुभयो कि नै त कमेन्ट गर्नु होला है त। थ्याङ्क यू फर वाचिङ। बाई बाई। फलो गर्न चाहिँ नबिर्सिनु होला।